हेलो वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म ट्याटु हान्न आएको छु। आज मेरो बर्थडे हो अनि म आफूलाई गिफ्ट दिन लागेको। अनि उहाँहरू चाहिँ मेरो अफिसको मेटहरू हो। मलाई एकदम इमोसनल सपोर्ट गर्नको लागि आउनु भएको छ। अब चाहिँ ट्याटु हान्नु गाइस ट्याटु हान्ने कार्यक्रम भइरहेछ। अडियन्सहरू यहाँ हैसिन्छ हियर टु छ्या ल गाइस प्रोसेसिङ स्टार्ट भयो है त। सी इज नट नर्भस, सी इज ह्याप्पी। बर्थडे गिफ्ट बर्थडे गिफ्ट फर हरसेल्फ। म हरेक वर्ष आफूलाई गिफ्ट गर्छु कि किन कि अर्को वर्ष आफूले आफूलाई बर्थडे भन्दै वाइन खाएर बस्ने मान्छे के भन्ने म त पे गर्दैन पहिला प्रोसेसिङ स्टार्ट भयो। बुहारी चाहिँ जाँदा हिँड्छ नि त्यहाँ अलि पुरै कपडाले पुग्दै हिँड्छ नि हुन्छ अरे त्यो चाहिँ हैन कि ससो कोही कोही त्यस्तो हुन्छ र ससो अब चाहिँ त्यस्तो हेर्दा आएको कडा हुन्छ नि त उनीहरू पूजा गर्नुपर्ने नतर्सिन न म्याम यस्तो न हजुरहरूको मात्रै पूजा केटी मान्छेहरूले गर्छ। ल गाइस फाइनली ट्याटु कम्प्लिट हुँदैछ। धेरै टाइम होइन आधी घन्टा मात्र बाँकी छ। सी यस्तो ह्याप्पी छ मान्छे यहाँ ट्याटु हान्ने मान्छे यस्तो ह्याप्पी छ। त्यो अलि देखायो भने फेरि खिच्न लाउँछ यो पर नदेखाउनु पछिमा देख ल वाउ being so nice lovely भइसकेको छ। बुढी म्युट जुला 50 कुरा सुरु गर्न कति भयो सक्यो यति लेख्ने भनेर ट्याटु दुखेन के गरेको यस्तो छ दुखे कि दुखेन दुखेन अफिसमा बोरै हुँदैन होला है गाली मात्रै खाएर हैरान छ भने तर नि हामी त रिसाउँदैन त्यही त नि। यो त हल्का मसाज हुँदैछ गाइड्स गाउँलाई तर बेर ल ब्रोमोलाइजर हालिदिन्छु 5 डेजमा निकाल्ने है त 5 days हजुर राम्रो भयो है राम्रो छ मैले छ्या कस्तो नराम्रो छ यार तर पनि मैले भिडियो खिचिरहेको छु है छ्या यहाँ छ मान्छे राम्रो भने ट्याटु चाहिँ नराम्रो बनाएको छ यो मान्छेले एकदम नराम्रो छ्या तर कृष्णकोले भएकोले चाहिँ मैले राम्रो बनाएको छु है गाइड्स। कोर्समा तपाईले कसरी हिल गर्नु भएको पुरानो ट्याटु म चाहिँ फाइनल्ली ट्याटु हानेर घर आइसकेको छु। लुक एट माई ट्याटु माई गॉड दिस इज सो नाइस। अनि यो चाहिँ मैले के बनाएको भन्दा यो माथिको चाहिँ मयूरपङ्ख भयो अनि अर्को बाँसुरी कृष्णको मयूरपङ्ख र बाँसुरी बनाएको मैले बिकज आइ एम सो मच कृष्ण भक्त। अनि अब चाहिँ यसलाई चाहिँ 5 days पछि निकाल्नु भनेको छ। अनि 5 days पछि यसको माथि यो हल्का प्लास्टिक जस्तो के भन्छ आई डोन्ट नो त्यसलाई हटाएर अनि हल्का लोसन लाएर अनि त्यसपछि मेरो ट्याटु एकदम रेडी हुन्छ भनेको छ। आइ एम ह्याप्पी। म चाहिँ अब मामुलाई फोन गरेर मेरो ट्याटु देखाउँछु। मामुलाई मैले भनेको थिएँ म ट्याटु हान्छु भनेर अनि रियाक्सन रेकर्ड गर्छु। मामुलाई मैले ट्याटु देखाउँदैछु मामुको रियाक्सनहरूमै सी इज ह्याप्पी। अनि लास्टमा चाहिँ मलाई दुखेन यस्तो खोप्दा फेरि दुख्दैन भन्दै गइसन्थ्यो अनि मैले दुखेन भनेर एकदम पुरै खुसी भएर भन्दै। अब चाहिँ आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड प्लिज लाइक सब्सक्राइब एन्ड कमेन्ट। आई लभ यु अल।